हेलो गाइस र यहाँ चाहिँ आज फेरि मेरो साथीहरु हो सबैले चिन्नु नै हुन्छ सुस्मिताको साथीहरु हामी यहाँ चाहिँ मेरो बहिनी नयाँ मान्छे छ भ्लगमा आज हैन यस्तो दामी घाम लागिरहेछ हेर्नुस् हो र हेर्नुस् तपाईहरु पनि यहाँको भ्यूहरुलाई इन्जोय गर्न सक्नुहुनेछ हामी बतासियामा छौं अब हामी ड्रेस लगाउन जान्छौं ट्रेनको अगाडि जुङ के को अगाडि ट्रेन हामी दार्जिलिङमा पनि यस्तो दामी भ्यूहरु देख्ने जग्गाहरु छ हो र तपाईहरु पनि आएर घुम्न सक्नुहुनेछ इन्जोय गर्नुस् होला हो टोय ट्रेनहरु छ फोटो खिच्छु बस त त्यहीबाट जाऊ त बस यही भिडियोबाटै फोटो खिचेको जाऊ न जाऊ त भिडियो आइहाल्यो त भइहाल्यो फोटो त हामी ड्रेस लाउन जाँदैछौँ यहाँ दिदीले लगाइदिनुहुन्छ हामीलाई ड्रेस पिछेबाट बहिनी चाहिँ मानेकै थिएन अन्त फेरि अब मेरो मोटिभेटरहरू यहाँबाट छ हो नगरौँ भन्यो भने गरौँ लाग्छ अब चाहिँ हामी योपालि ट्राई गरिदिउँ न है ड्रेस कुन चाहिँ लाउने कलर रेड मैले ब्लू तिमीले आज पिङ्क किनभने मैले यो लगाएको ब्लू कहाँ यहीँ लाउनु ब्लू लगाऊ यसकै माथि त हो फर्स्टमा लगाऊ त साइडमा बसेर लगाऊ हुन्छ ड्रेस लाउँदैछ यहाँ मेरो बहिनीले पनि लाउनु हुँदैछ त्यही त यहाँ मेरो साथी डान्स गर्ने हो गरम डान्स गर्ने किन अरे भिडियोहरु बनाउनु नि आइफोन रहेछ हेर आम्मा पुरा बढी अन्त हामीलाई चाहिँ आसामिस सोच्नु भयो हैन फेस सिमिलर हुन्छ बहिनी हामी नर्थ इस्ट जस्तो लाग्यो तपाईलाई आसामिस मेघालय मिजोराम यो तपाईको यो के भयो अरुणाचल प्रदेश नागाल्यान्ड त झन् हाइट पनि म भन्दा अग्लो हुन्छ नागाल्यान्डको यता हेर न लाइफमा नयाँ कुरा गरे फेरि पनि अल्साको बर्थडेमा अब बर्थडेमा जानुपर्छ ल भाइ मेमोरेबल हुन्छ को बर्थडे आज तिम्रो बर्थडे हो हजुर ह्यापी बर्थडे थ्यांक यू दादा उता घुमाऊ बेटी त प्यारिस पुरायो त बहिनी त्यतिकै चाहिँ हुनु पर्यो नि जिन्दगीमा हँसी मजाक गर्ने जिन्दगी यहाँ माथि पनि त टावर देख्छ कि त्यस्तै भन्नुपर्छ यहाँ चाहिँ सुबुमर कोचेन के भन्छ त्यो भने सुन्यौ बहिनीले हामीलाई प्यारिस पुरायो भित्रमा लगाउनुहोस् त दामी तर नेपालीको चाहिँ होइन नि यो तर माथिको चाहिँ आसामको जस्तै हेलो यो चाहिँ रेडी भइसकेको तपाईँलाई हामीले आज हामीले यहाँ भिजिट गरेको घुमेकोहरू राम्रो लाग्यो भने हाम्रो साथीलाई सब्सक्राइब गरिदिनुहोस् लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् बस जाऊ फोटो खिचिदिनु त्यही त भनेको होइन जाऊ त लु किन पग्ले भएको होला है राम्रो आयो त यहाँ लु जाऊ न बस न त म खिचिदिन्छु जाऊ त जाऊ अलिसा खोइ यहीँ बस न त यहाँ फर्स्टकोमै डिकमा चाहिँ फोटो कस्तो भयो हल्का भयो भेलभेट भएर भेलभेटले कस्तो है सबैले तर टाइम चाहिँ छैन है के हो हाम्रो त जति पनि दियो है लाउनु
लु खोल्दिउँ अब चाहिँ हाम्रो कलेजको गाउन लगाउँछ अनि अब हजुर हुन्छ मलाई दिनु लु गाइज हामीले चाहिँ भर्खर फुकालिसक्यौँ लुगा हो अनि हामीलाई चाहिँ पैसा दिएन हामी के अरे अलिसाको बर्थडेको ट्रिट ल्याउनु न तिमीहरू सबैले मलाई आशीर्वाद देऊ एक एकजनाले 1 लाइन के दिनु ह्याप्पी बर्थडे जन्मदिनको धेरै धेरै शुभकामना आज यसरी भेटिरहनु हरेक वर्ष हरेक महिना ए मान्छेले पुगे पनि हैन अब राम्ररी स्वास्थ्यमा हेल्थ रहोस् उसको लाइफमा राम्रो होस् अरे हेल्थ राम्रो होस् अरे ल बहिनीले भन्छ अब 1 वर्ड लु बहिनी प्लिज ह्याप्पी बर्थडे मेरो नानालाई परमेश्वरले आशिष दिनु भयो हजुर भाइ धन्यवाद अब पर दिदीलाई पनि धन्यवाद भनौँ है धन्यवाद अब लास्ट यहाँ फोटो खिच्छौँ त्यसपछि जान्छौँ यसबाट चाहिँ के हेर्नु ल अब हामी चाहिँ बजार जाँदैछौँ हामी खान्छौँ अब सबैको फेभरेट लाफिङ चाउमिन आलु मोमो धन्यवाद कस्तो गरेछ चाउमिन लाफिङ कस्तो भयो खाना के मन पर्यो अरे सबसे अझै मगाइरहेछ चाउमिन केक काट्दै गरौँ न है के गर्नु केक निकाल्यो त बहिनी दुईजना चाहिँ आज ट्विन्स भइरहेछ हो ला अलिसा त अल्टै छ भयो भयो उयो क्यान्डल लगाइदियो त हालिदेऊ दुईवटा हालिदेऊ न एउटा हालिदेऊ उहाँ उता छ होला ल्या त्यो खै युनिक पिस ल्याऊ त भयो भयो एउटा न ए लु बाल बाल लु ह्याप्पी बर्थडे मी दमे लाइटर देखाउ त हो लु छुरीले काटौँ कहाँ छ छुरी औ छुरी लिएन औ छुरी यहाँ हेर त छुरी आउँछ त लु काट Happy birthday to you. Happy birthday, dear Melissa. Happy birthday to you. Thank you so much for this. एकछिन मलाई फोटो दिनु त पाको तिमीले त पो खुवाउनुपर्छ त फर्स्ट Let's do it. Look, brother. हाम्रो चाहिँ पुरा मन परेछ फेरि चाउमिन मगाएको हो यो चाउमिन चाहिँ दामी छ यो केक पनि दामी छ यहाँ छ दो त खदा थ्याङ्क यू Thank you, Pimu. Thank you for this. Happy birthday.
त्यो पेमुले हो एउटा धन्यवाद धेरै धेरै तिमीलाई पनि धेरै धेरै धन्यवाद लु खाइदिउँ होला अब चाहिँ खानुतर्फ लाग केक पनि खाऊ मुखमा कहाँ उता दिनु कस्तो राम्रो गर्दा देखियो हामीलाई हामीले कस्तो बनायो यसको हालत म बनाउँछु भयो त्यो एउटा भयो छोड्देऊ खाऊ ट्राई गर कस्तो रहेछ भन त चिकन एग रोल ह्याङ्गआउटको पास कि फेरि खसीकोमा चारटै मगाउनु पर्थ्यो खाऊ ट्राई गर त रस कस्तो मजाले जान्छ दामी आयो ए लु सेफली आमा दामी मलाई चाउमिन पनि मनपर्छ यो मनपर्छ पुरा चाउमिन देखेर त अब त्यस्तो चाउमिन खान्छु अब